Sewaro, welcome back to my channel. It's me Anusha here. अनि अहिले चाहिँ हामी छुतिन गुम्पा आएको छ। मैले चाहिँ मेरो भदैलाई लिएर यहाँ पूजा गर्न आएको थिएँ अनि तपाईहरुलाई देखाउने छु आज चाहिँ हामी कहाँ जान्छ के गर्छ भनेर। सो स्टे ट्युन। अनि मैले चाहिँ अहिले मोनास्ट्री भित्र भिडियो लिँदैछु है, तर याद छैन यता एलाउ गर्छ गर्दैन, तर कोही नभएको कारणले गर्दा चाहिँ मैले छिटो छिटो भिडियो लिँदैछु। अनि यताको चाहिँ स्टोरी नै अलग्गै रहेछ है। अनि जुन चाहिँ तपाईले देख्दै गरेको सिसा भित्र चाहिँ जुन चाहिँ गौतम बुद्धको स्ट्याचु छ त्यो चाहिँ एकदमै सानो ल्याएको अरे, अनि त्यो चाहिँ ठुलो भएर चाहिँ है बढ्दै बढ्दै गएर चाहिँ यत्रो भएको अरे, अनि त्यही भएर चाहिँ उहाँ सिसा भित्र हालेर राखेको रहेछ भनेर यो चाहिँ स्टोरी छ है। तपाईहरु देख्न सक्नुहुनेछ है। सो अहिले चाहिँ हामी गुम्पाबाट फर्किँदैछ। तो खालके बस अहिले चाहिँ हामी यहाँनिर म्युजियममा जाँदैछ। यहाँ चाहिँ लोकलहरूलाई चाहिँ पैसा पर्दैन हो। अनि अनन्या र देव चाहिँ यहाँ हिँड्दैछ। हामी चाहिँ गुम्पाबाट डाइरेक्ट फर्केर चाहिँ यहाँ गएको। सो गाइस अहिले चाहिँ हामी यहाँ म्युजियम आइपुग्यो। अनि म तपाईहरुलाई देखाउँछु। अनि अनन्या र देव चाहिँ अगाडि हिँड्दैछ हो। मेरो घाममा चाहिँ स्किन यति साह्रो क्लियर निस्किन्छ कि तपाईहरु हेर्न सक्नुहुनेछ। यो चाहिँ म्युजियम हो। यति साह्रो मजाले फुल फुलिरहेको छ। See.